हाम्रो चाहिँ नास्ता खाने बेला भयो। आजको नास्ता चाहिँ मैले करेन्ट चाउचाउ बनाएकी छु किनकि बाहिर चिसो चिसो छ नि त। आज मौसम पानी आएको अनि पिरो पिरो चाउचाउ खाऊँ त नि भनेर अनि मैले चाहिँ करेन्ट चाउचाउ बनाएको। चाउचाउ अनि अन्डा अनि कागती नानुलाई आऊ भिडियो बनाऊँ भनेको चाहिँ उनले चाहिँ म भिडियो बनाउँदिनँ, हजुरले मात्रै भिडियो बनाउनु भनेर उनी चाहिँ खानेमा व्यस्त छिन् है। मेरो छोरी फेरि यहाँ मम्मीसँग माग्छु भनेर अनि आफूले छिटो छिटो खाएर मसँग माग्न आएकी छन्। मैले दिन्न कि तिमी कति छिटो भ्याएको त नि। हो र यिनले चाहिँ आफ्नो भाग छिटो छिटो खाएर अनि मम्मीको भाग पनि माग्न आयो कि नि। कति छुची छिन् भने यिनलाई यति मनपर्छ कि यो करेन्ट चाउचाउ। किन आफ्नो भाग छिटो खाएर अनि मेरो भाग माग्न आएको? म त करेन्ट पाए जस्तो छिटो खान्थ्यो। यिनले त करेन्ट पाएपछि त छिटो खाएर माग्न आउँछ नि। कति छुची छिन् होइन। मेरो चाहिँ फलोवर्सै नबढ्ने कि किन होला कि जतिको तति नै छ मेरो चाहिँ। अनि त्यही पनि मैले हार मानेकी चाहिँ छैन किनकि एक न एक दिन त अवश्य गन्तव्यमा पुगिन्छ भनेर मैले चाहिँ हार मानेकी छैन। मैले चाहिँ फोटोहरू भिडियोहरू अनि यस्तै कहिलेकाहीँ आफू बोलेर जानी नजानी भए पनि बोलेर अनि भिडियोहरू बनाएर राख्छु। तर फलोवर्सै बढ्दैन कि सबैजनाले फलो गर्नु पर्यो कि। फलो गर्नु, म फलो ब्याक दिन्छु।